दावा शेर्पा आज फेरि एउटा नयाँ भ्लग लिएर आएको छु तपाईहरुको माझमा। यस्तो भन्नु न। हेलो, मेरो नाम दावा। हाई एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। र आजको मेरो वर्क चाहिँ के छ भन्दाखेरि सबै गर्नुपर्ने हुन्छ। क्लिन डे, मन्डे, एभ्री डे होइन, एभ्री डे चाहिँ होइन, ओन्ली मन्डे। एन्ड सेक्सन, दिस इज माई सेक्सन। यो सेक्सन चाहिँ आज ये है केराटिन, ये है बोटॉक्स, शैम्पू। आज का है क्लीन करने का डे। र आज ब्लगमा तपाईँहरूलाई हल्का सानो फुल देखाइदिन्छु। फुलको गार्डन। गाइस अब अलिकति के हो के भन्दाखेरि भाइ यहाँ देखो यसो अब पानी भन्ने कुरो मान्छेले मात्रै खाएर भएन, अब यसो होइन, सो पेड़ पौधाहरूलाई दिनुपर्छ। भाइ फुलहरू देखाइदियो हाम्रो यहाँ कस्तो कस्तो छ। योहरू चाहिँ अहिले हाम्रो यहाँ बाहिर हुन्छ। अहिले जब इभिनिङ हुन्छ यो चाहिँ फेरि हामीले भित्र सेटअप गर्नुपर्छ होइन भाइ। सधैँ मन्डे चाहिँ हामी बाहिर निकाल्ने गर्छु यसलाई। यसलाई काटेको देख्नुहुन्छ साथीहरू, अहिले यो जग्गा एकदम खाली देख्दैछ होइन। यहाँ अगाडि, यहाँ पछाडि होइन, अन्त यहाँनिर पनि। यहाँनिर चाहिँ अहिले फेरि त्यो बाहिरको फुलहरू चाहिँ हामी यहाँ ल्याएर सेटअप गर्छौँ। ओके गाइस, अघि मैले भनेको यही फुलहरू चाहिँ यहाँ बहिनीहरूले अर्डर ल्याएर राखिसकेको छ होइन। यस्तो छ ए। यिनीहरूले चाहिँ अब इभिनिङ भएपछि यता ल्याएर यस्तो हुन्छ मन्डे चाहिँ। गाइस हाम्रो काम चाहिँ यस्तो हुन्छ ए मन्डे चाहिँ। यो भयो, सेटअप भयो, अब यति नै हो। हाई गाइस होइन, कफी रेडी भइसकेको छ होइन। यहाँ चाहिँ हाम्रो बहिनीले कफी बनाएर रेडी राखिदिइसकेको रहेछ। कता हो अब चाहिँ कफी खाने। क्या दामी, क्या मिठो छ नि कफी फेरि। पूर्णमा म दावा शेर्पा आज फेरि एउटा नयाँ भ्लग लिएर आएको छु तपाईहरुको माझमा। यस्तो भन्नु न। हेलो, मेरो नाम दावा होइन। म चाहिँ कफी खाँदैछु। कफी चाहिँ बहिनीले बनाएको होइन, धेरै मिठो बनाउँछ हो। यस्तो है। ल नेक्स्ट टाइम त्यसै भन्छु ल। अन्त चाहिँ अब चाहिँ कफी खाएको देखाउँदै त्यही हो होइन। ओके गाइस, आजको भिडियोमा यति नै थियो होइन। कति कामहरूले गर्दा त्यस्तो भिडियोहरू बनाउनु पाइनँ। जे छ जति छ त्यतिमै मैले बनाइदिएको छु। फेरि टाइम मिल्यो भने नेक्स्ट डे या त कुनै दिन भिडियो बनाउने छु तपाईँहरूको माझमा। यदि मेरो भिडियो मन परे होइन, लाइक कमेन्ट सेयरहरू गरिदिनु होला। सेयर नगरिदिनु होला, लाइक र कमेन्ट गरिदिनु होला। र फेरि नेक्स्ट भ्लगमा मिल्नेछु है। ओके बाई।